हाम्रो चाहिँ अब यहाँनिर पास्ता म्याक्रोनी बनाउनु भइरहेको छ। यहाँ टमाटर कटिङ हुँदैछ। यो चाहिँ हामीले अनियन हालेको। सबको हातमा सुनको ब्रेसलेट है। यो चाहिँ हामीले टमाटर हालेर चलाउनु हुँदैछ हाम्रो आङीले हो। टमाटरलाई चाहिँ मजाले पकाउनु पर्छ, चलाई आरामले। यहाँ चाहिँ हर्दी, रङ खोर्सानी, धनिया पाउडर, जिरा पाउडर, अनि तपाईँको गरम मसाला, मैडम मैक्रोनी तो छाला बेला भयो। अस्ति हामीले बनाउँदा पनि यस्तै हुने क्या, ढुट्टिने सब। डिमार्टको पुरानो स्टक हुन्छ बुझिस्, त्यसरी कम्ती दाममा लाग्छ। सुरु भयो पास्ता पस्किनु। आज यमराज अरे नि त ल्याउनु, त्यही तेलमा चिप्लेर चाहिँ क्या नलैजाओस् भनेर चाहिँ तेल लगाएको होला। टाउकोदेखि लिएर जिउभरि कालै कालो पारिरहेको थियो नि। कालो जिउमा तेल लगाउँदा कस्तो हुन्छ? जहाँ भगवान् पूजापाठ ज्यादा हुन्छ नि, मान्छ नि, त्यही जग्गाको मान्छे राम्रो हुँदैन र। त्यो भगवान् बेसी मान्ने मान्छे कहाँ राम्रो हुन्छ? यो कम्ती सुन्नु पुरानो स्टक हो क्या। कस्तो भयो? मिठो भयो? मिठो भयो रे। काँटाले छोडेर हातले पनि खानु थाल्यो त। अलिक यसमा खुर्सानी चाहिँ कम्ती छ, मिर्ची कम्ती भयो क्या।
मिर्ची कम्ती भयो अरे नि अलिक मिर्ची हाल्नुपर्छ हरियो मिर्ची अलिक यता आउनु नि हातले किन खाएको हातले किन खानु भएको अरे भात खाएको जस्तो पो खाँदैछ त हातले त भात खाएको जस्तो खायो अरे तपाईँले यसो माइक्रोले पास्ता हो क्या भात खाएको होइन